भाषा धर्म संस्कृति संविधान आजकाली राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। गीता जयन्ती तथा सम्मान समारोह कार्यक्रममा पाल्ने सम्पूर्ण हजुरहरू समस्तलाई नमन गर्दै आजको कार्यक्रमलाई विधिवत रूपमा सञ्चालन गर्ने अनुमति चाहन्छु। अत्यन्त विशिष्ट व्यक्तित्व हुनुहुन्छ उहाँ श्री केदार बस्नेतज्यू। उहाँलाई आजको कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनु मैले निवेदन गरेँ। श्री केदार बस्नेतज्यू। त्यसै गरी कार्यक्रममा अतिथिगणहरू अभ्यागत हाम्रो नेपाली भाषामा प्रमुख अतिथि भनिन्छ। प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुका लागि एन.के. स्वामीज्यूलाई म डाक्टर डी.एन. स्वामी वैदिक अनुसन्धान गुठी र संस्कार शिक्षा अभियानका अभियन्ता पनि हुनुहुन्छ। उहाँलाई प्रमुख अतिथिको आसन ग्रहणका लागि निवेदन गरेँ। कत्तल धोरीले हामीले उहाँलाई सम्मान दिउँ। ताली बजाउनु आफैमा स्वस्थकर मानिन्छ। ताली आफै लागेको अरूलाई सम्मान गरेर हामी स्वस्थ भइन्छ भन्ने मान्यता छ। हाम्रो सनातन परम्पराले दिएका विधानहरू आसन ग्रहण गरिदिनुलाई पूज्य आचार्य श्री देवेन्द्र कपिलज्यूलाई सादर निवेदन गर्छु। श्री देवेन्द्र कपिलज्यू। डाक्टर माधव लामिछानेज्यूलाई पनि विशिष्ट अतिथि भाषण गर्न निवेदन गर्छु। सहप्राध्यापक हुनुहुन्छ संस्कृत विश्वविद्यालयका सभापति। त्यसै गरी प्रमुख अतिथि विशिष्ट अतिथिगणहरूलाई हामीले मफलर लगाइदिने बाटो महिना छ। अहिले सानो धेरै तातो पनि नहोला, तर मनले खाने भने बढी नै तातो हुन्छ। मफलर लगाइदिनुका लागि हाम्रो सृजना मैनालीज्यूलाई म निवेदन गर्छु। यो प्रशिक्षक हुन्छ, अत्यन्त राम्रो व्यक्तित्व। ताली पनि गएको अनुसार कुनै पनि कार्यक्रम शुभारम्भ गर्दा दीप प्रज्वलन गरेर उद्घाटन गरिन्छ, शुभारम्भ गरिन्छ। त्यसकारण दीप प्रज्वलनका लागि मैले आजका कार्यक्रमका प्रमुख अतिथि सभानायकज्यू र त्यसै गरी विशिष्ट अतिथिज्यूहरूलाई पनि साथ दिनुहुन। श्रीकृष्णलाई प्रणाम गर्दै हामी मङ्गलाचरणको सुरुवात गर्छौँ। हामीसँगै यहाँहरूले पनि एकपटक ओमको उच्चारण गर्नुहोला। सुतं देवं
कंसचाणूरमर्दनं देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरु। हे कृष्ण हे यादव हे सखेति गोविन्द दामोदर माधवेति वंशी विभूषितकरान् नवनीरदाभान् पीताम्बरारुणबिम्बफलाधरोष्ठात् पूर्णेन्दुसुन्दरमुखादरविन्दनेत्रात् कृष्णात् परं किमपि तत्त्वमहं न जाने। कुतस्त्वाकश्मलमिदं विषमे समुपस्थितम् अनार्यजुष्टमसुर्यमकीर्तिकरमर्जुन क्लैव्यमास्मगमः पार्थ बल्यं त्यक्तोत्तिष्ठ परन्तप मात्रा स्पर्शास्तु कौन्तेय शीतोष्ण सुखदुःखदाः आगमापायिनो नित्यास्तां स्थितिच्छस्व भारत। वाशांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोपराणि तथा शरीराणि विहाय जीर्णान् यन्यानि संयाति नवानि देहि। नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः न शैलं क्लेदयन्त्यापो न शोषयति मारुतः। जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्मामृतस्य च तस्मात् परिहार्येति न त्वं शोचितुमर्हसि। अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत अव्यक्तनिधनान्येव तत्र का परिदेवना। सुखदुःखे समे कृत्वा लाभालाभो जयाजयो ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि। व्यवसायात्मिका बुद्धि रेकेह कुरु नन्दन बहुशाखायनन्ताश्च बुद्धयो व्यवसायिनां कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफलहेतुर्भुर्मा ते सङ्गो स्वकर्मणि। बुद्धियुक्तो जहातीह उभेषु कृतदुष्कृते तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम्। श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि। यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः इन्द्रियाणि प्रमाथीनि हरन्ति वृषभं मनः। ध्यायतो विषयान् पुंसः सङ्गस्तेषुपजायते सङ्गात् सञ्जायते कामः कामात् क्रोधो विजायते क्रोधात् भवति सम्मोहः सम्मोहात् स्मृतिविभ्रमः स्मृतिभ्रंशात् बुद्धिनाशो बुद्धिनाशात् प्रणश्यति प्रसादे
यशो ह्यासो बुद्धिः पर्यवतिष्ठते। असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मामृतं गमय। ॐ शान्ति शान्ति शान्तिः। गीता जीवनका लागि गीता ज्ञान। थ्याङ्क यू म्युजिक पनि बनेको छ। यहाँहरूले युट्युबमा गएर गीता ज्ञान थीम सङ र सबैले सेयर गर्नु होला। गीता केका लागि भन्दाखेरि यी कुराहरूका लागि गीता ज्ञान अभियान भनेर हामीले जमर्को गरेको हजुरहरूको कृपा अनुकम्पा माया स्नेह सदिक्षा सद्भाव सबै चिजहरू र भगवानको विशेष कृपा। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुर्योगः। सबैमा नमस्कार। नमस्कार नै सबैभन्दा मिठो हाम्रो सम्मानसूचक शब्द हो, स्वागत सूचक शब्द हो जस्तो मलाई लाग्छ र जसलाई जसरी सम्मान गर्नुपर्छ मैले म त्यसरी नै हृदयबाट सम्मान गरेँ र आजको सबैभन्दा ठुलो सम्मान चाहिँ श्रीमद् भगवत गीताको हो र श्रीमद् भगवत गीताको परिप्रेक्ष्यमा हामी यहाँ उपस्थित भएका छौँ। अब श्रीमद् भगवत गीताको कुरा गर्दै गर्दा श्रीमद् भगवत गीताको आयोजनामा यो कार्यक्रम सम्पादन हुँदैछ, यसमा हामी उपस्थित भएका छौँ। निश्चय नै यो हामी सबैको लागि गौरवको क्षण हो। स्वामीजीको यसो दिव्य अनुहार उता देखाइदिनु होला। उहाँलाई सम्मान भइरहेको छ। स्वामीजीलाई सृजनाजीले सम्मान गर्दै हुनुहुन्छ दोसल्ला उडाएर। उहाँ पनि हामी धेरैका लागि प्रेरणा हुनुहुन्छ, किनभने युवा अवस्थामै यति धेरै विद्वता, यति धेरै आध्यात्मको चिन्तन र हरेक कर्ममा सरिक हुनुहुन्छ आध्यात्मिक कर्ममा भने यति बेला पनि यो विश्वमा उहाँलाई यो दिव्य ज्ञान हामी सबैले पठन गर्नुपर्छ। पढ्दै गयौँ भने हामी शुद्ध पढ्न सक्छौँ। त्यसकारण हामीलाई शुद्धि पढाउन एकदम बुझ्दै गरी पढाइदिनु हुनका लागि नेपालीमा भएको मैले श्री नीलकण्ठ स्वामीजीलाई, चिन्तामणि स्वामीजी आउँदै हुनुहुन्छ। उहाँको चिन्ताले सताएको होला त्यति मात्र। नीलकण्ठ स्वामीजी यति बेला हामीलाई गीता पाठ वाचन गराउँदै हुनुहुन्छ। ओम श्री परमात्मने नमः। ओम श्री परमात्मने नमः। अथ षोडशोऽध्यायः। श्री भगवानुवाच। श्री भगवानुवाच। सबैले श्री भगवानुवाच। श्री भगवानुवाच। श्री भगवानुवाच। श्री भगवानुवाच। अभयं सत्त्वसंशुद्धिर्। अभयं सत्त्वसंशुद्धिर्। अभयं सत्त्वसंशुद्धिर्। अभयं सत्त्वसंशुद्धिर्। अभयं सत्त्वसंशुद्धिर्। अभयं सत्त्वसंशुद्धिर्। ज्ञानयोगाव्यवस्थितिः। 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 दानं दमश्च यज्ञश्च। दानं दमश्च यज्ञश्च। दानं दमश्च यज्ञश्च। दानं दमश्च यज्ञश्च। स्वाध्यायस्तपार्जवम्। 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 अहिंसा सत्यमक्रोधः। अहिंसा सत्य
सत्यमक्रोधः अहिंसा सत्यमक्रोधः अहिंसा सत्यमक्रोधः अहिंसा सत्यमक्रोधः अहिंसा सत्यमक्रोधः त्यागः शान्तिरपैशुनम् त्यागः शान्तिरपैशुनम् त्यागः शान्तिरपैशुनम् त्यागः शान्तिरपैशुनम् त्यागः शान्तिरपैशुनम् त्यागः शान्तिरपैशुनम् दया भूतेष्वलोलुप्त्वम् दया भूतेष्वलोलुप्तुम् दया भूतेष्वलोलुप्त्वम् दया भूतेष्वलोलुप्तुम् दया भूतेष्वलोलुप्त्वम् दया भूतेष्वलोलुप्तुम् मार्दवं ह्रीरचापलम् मार्दवं हीरचापलम् मार्दवं ह्रीरचापलम् मार्दवं हीरचापलम् मार्दवं ह्रीरचापलम् मार्दवं हीरचापलम् तेजः क्षमा धृतिः शौच तेजः क्षमा धृतिः शौच तेजः क्षमा धृतिः शौच तेजः क्षमा धृतिः शौच मद्रोहो नातिमानिता मद्रोहो नातिमानिता मद्रोहो नातिमानिता भवन्ति सम्पदं दैवी भवन्ति सम्पदं दैवी भवन्ति सम्पदं दैवी मभिजातस्य भारत मभिजातस्य भारत मभिजातस्य भारत दम्भो दर्पोऽभिमानश्च दम्भो दर्पोऽभिमानश्च दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च क्रोधः पारुष्यमेव च क्रोधः पारुष्यमेव च अज्ञानं च विजातस्य अज्ञानं च विजातस्य अज्ञानं च विजातस्य पार्थ सम्पदमासुरीम् पार्थ सम्पदमासुरीम् पार्थ सम्पदमासुरीम् दैवी सम्पद्विमोक्षाय दैवी सम्पद्विमोक्षाय दैवी सम्पद्विमोक्षाय निबन्धाय सुरीमता निबन्धाय सुरीमता निबन्धाय सुरीमता माशुचः सम्पदं दैवी माशुचः सम्पदं दैवी माशुचः सम्पदं दैवी मभिजातोऽसि पाण्डव मभिजातोऽसि पाण्डव मभिजातोऽसि पाण्डव ॐ शान्तिः 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 शान्तिः
हरिओम धेरै धेरै धन्यवाद। सर्वं ब्रह्मोपनिषदं माहं ब्रह्म निराकुर्यां मा ब्रह्म निरा वसुदेवसुतं देवं कंसचाणूरमर्दनं देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुं। हे कृष्ण हे यादव हे सखेति गोविन्द दामोदर माधवेति। हे कृष्ण हरि संजय अमृत समान गीत ज्ञान संजय अमृत समान गीत ज्ञान संजय अमृत समान गीत ज्ञान संजय अमृत समान संजय अमृत समान गीत ज्ञान संजय अमृत समान गीत ज्ञान संजय अमृत समान। हे कृष्ण हरि हो बंदगिराचं ससका श्री कृष्ण का भक्त बंदगिराचं ससका श्री कृष्ण का भक्त बंदगिराचं ससका बंदगिराचं ससका श्री कृष्ण का भक्त बंदगिराचं ससका श्री कृष्ण का भक्त बंदगिराचं ससका। वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभा अविघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता। सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा। शङ्करं शङ्कराचार्यं केशवं बादरायणं सूत्रभाष्यकृतौ
तौ वन्दे भगवन्तौ पुनः पुनः सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः। गीता कर्तव्या किमन्ये शास्त्रविस्तरै या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिसृता। एकं शास्त्रं देवकी पुत्रगीता मेको देवो देवकी पुत्रैव एको मन्त्रस्तस्य नामानि यानि कर्माप्येकं तस्य देवस्य सेवा कर्माप्येकं तस्य देवस्य सेवा। धन्यवाद। धेरै धेरै धन्यवाद यो सहयोग। अब अतिथिज्यूहरू सभापतिज्यूहरूलाई यथा स्थानमा आसन गर्नका लागि निवेदन गर्छु। कृष्ण एउटै हुन्, कृष्णलाई पाएको चेलो अर्जुन पनि एउटै हो। त्यसकारण एउटै अर्जुनले अन्तिममा परिस्ते वचनम तब भन्ने खालको अर्जुन प्राप्त गर्न सक्यो भने हाम्रो गीताको मूल लक्ष्य, मूल उद्देश्य, मूल अभियान यही हो। त्यसकारण एकजना जम्मा त्यो नानीलाई यहाँ ल्याएर गर्नु हो, मलाई एकदम खुसी लाग्यो। बच्चाहरूलाई दिएको शिक्षा चाहिँ बल्ल संस्कार चाहिँ बल्ल बाँच्ने, बुढाबुढी त सबै छ, जीवनका लागि पढ्ने हो, तर समाजका लागि साँच्चै, देशका लागि साँच्चै, राष्ट्रका लागि साँच्चै हो भने बच्चाहरूमा लगानी गर्नुपर्छ। बच्चाहरूमा चाहिँ पर्छ त्यो अभियान तपाईँले सुरु गर्नुभएको छ। मेरो अभियान भएर आएको अभिषेकजी जानुभएको थियो। म यो कार्यक्रममा धेरै जाँदैन, 2 घन्टा 3 घन्टा 4 घन्टा समय बर्बाद हुन्छ भनेर आउँदैन। अभिषेकजी जानु घरमा जोरी गेटमा, उहाँ पनि यो अभियान थियो, यही गीताको अभियान, मेरै अभियान, हाम्रै अभियान लिएर गएको। त्यसकारण मैले नाइ भन्न नसकेको अर्का एकजना जानु, मैले अलि गाली पनि गरेँ। एउटै हाम्रा पिता पुर्खाहरूले हामीलाई, हाम्रा व्यासले, हाम्रा ऋषिहरूले, हाम्रा ईश्वरले, हाम्रा कृष्णले दिएको एउटै ग्रन्थ गीता हो भने त्यो गीताको ज्ञानलाई बोक्न सक्न पाउने अनिलजी तपाईँ भाग्यमानी हुनुहुन्छ। प्यान्ट लाएर गीता पढाउनु पाउनु भएको छ है। अभिषेकजी तपाईँ भाग्यमानी हुनुहुन्छ, किनभने तपाईँले गीता बोकेर गाउँ गाउँ जानु भएको छ। बरु हामीले सकेका छैनौँ त्यो अभियान गर्न सक्ने। अभियानकाभित्र त्यो जस्तोसुकै होस्, जस्तोसुकै व्यक्ति होस्, जसले गीताको काम गर्छ, जसले रामको काम गर्छ, रामको काम गर्ने हरेक हनुमान हो। त्यसकारण रामको काम, गीताको काम, कृष्णको काम तपाईँहरूले गर्नुभएको छ। तपाईँहरूभित्र रहेको जन्तर्यामी भगवान् कृष्णलाई सादर प्रणाम। र हामीले जगाउनुपर्छ हाम्रो सभ्यता, हाम्रो संस्कृति, सात समुद्र पारिकाले आएर जगाउने होइन, हामीले जगाउँ। यो व्यास यहीँ जन्मिनुपर्छ, वशिष्ठ यहीँ जन्मिनुपर्छ, याज्ञवल्क्य यहीँ जन्मिनुपर्छ, कृष्ण यहीँ जन्मिनुपर्छ। अनि उद्बुद्ध कृष्णले उद्बुद्ध अर्जुन जन्माउने हो। त्यसकारण परिस्ते वचनम तब भन्ने चिज बनाउनलाई एउटै मात्र ग्रन्थ काटिन्छ, त्यो हो गीता। र तपाईँहरू जो लाग्नुभयो, जो खट्नु भएको छ कार्यक्रम गर्न सकिँदै छैन, त्यसमाथि मान्छेलाई भुला गर्न एकदम गाह्रो छ। तपाईँहरू सबैभित्र रहेको अन्तर्यामी भगवान्लाई सादर प्रणाम। र तपाईँहरूको कार्यक्रम सफल होस्। मैले 1 घन्टा समय लिएको छु, 2 घन्टा बस्ने। त्यसकारण अब हजुरहरूले चिन्ता नगर्नु होला, नरिसाउनु होला। पैसाहरू के हुन्छ त्यसकारण ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमेवावशिष्यते। ओम शान्ति शान्ति शान्ति। समाज
समाजसेवी अन्तर्राष्ट्रिय गीता ज्ञान अभियानका संयोजक अन्तर्राष्ट्रिय संयोजक श्री केदार बस्नेतज्यूलाई आफ्नो सार्वजनिक मन्तव्यसहित यो सभालाई विसर्जन गरिदिनको लागि नम्र निवेदन गर्दै म नगरी प्रेमी बजेर हुन्छु। हरे कृष्ण। सम्पूर्णमा म हार्दिक नमस्कार, हार्दिक अभिनन्दन गर्दछु। आदरणीय श्रद्धेय गुरुहरू यादमा बसेर आज कति भूमिका निर्वाह गर्नुभयो, उहाँलाई म अभिनन्दन गर्दछु। सम्पूर्ण भक्तजनहरू जो हाम्रो निमन्त्रणा स्वीकार गरेर यहाँ आइदिनुभयो, यो उहाँहरू सबैलाई म हार्दिक अभिनन्दन गर्दछु। अब के भने समय साथमा यो विशेष लामो कुरा जाने अवस्था छैन। त्यसैमा एउटा त्यहाँ पर कस्तो राम्रो श्लोक छ, जीवनको लागि गीता अभियानको एउटा लाठी चाहिँ नदी ज्ञान सर्विसम पवित्र मेरा विद्यते। ज्ञानभन्दा समानको अरूको चिजै छैन भन्दा गीताकै एउटा श्लोकमा भनिन्छ ज्ञान कुरा जानुपर्छ भनेर यो एउटा सङ्केत गरेको छ। यो एउटा कृष्ण परम मोहन नजाने कस्तो राम्रो छ। र गीतामा धेरै कुराहरू छन्। गीता पढेर अलिकति जल चढाएर एउटा आस्था आस्था लाग्छ र त्यसले हामीले व्यवहारमा मद्दत गर्दैन। गीताले पढ पनि अलिकति हामी पनि त्यो अहिले पनि शैली त्यस्तो कुरा गर्न पाइन्छ। सबैले अलिकति समयका छन्। अनि जस्तो राम्रो कुराहरू विज्ञानबाट व्यक्त भयो, त्यो सबै गीताका हरेक लाइनबाट त्यो कुराहरू छन्। म एउटा दुईवटा कुराहरू भन्छु। एउटा गीताको यो 10 अध्यायको 22 पेजमा इन्द्रियमा मन चाहने भूतामा हुने चेतना भन्छ। यो चेतनामा चाहिँ संविधान अर्थ चाहिँ विदेश साधारण श्लोक राखेको छ। यसमा चाहिँ इन्द्रियमा मन हुनु, इन्द्रियमा मन हुनु अनि सम्पूर्ण जीवहरूको म चेतना हो भनेर कृष्णले आफैले आफ्नो परिचय दिनुभएको छ। हाम्रो भित्रको मन पनि त्यो कृष्णको अंश हो र हाम्रो सम्पूर्ण जीवको चेतना पनि त्यो कृष्णले हो। अब मन चाहिँ कस्तो रहेछ भने मनको बारेमा एउटा 35 ठाउँभन्दा बढी विचारहरू त्यो मन चाहिँ जड हो कि चेतन हो कि भनेर एउटा ठाउँमा जड भनेर व्याख्या गरिन्छ, एउटा ठाउँमा चेतन भनेर। जड कसरी भयो, चेतन कसरी भयो, त्यो गहिरो बुझ्यो भने मन यस्तो चिजहरू क्या त्यो मन जस्तो तातो पारो खोक्दिनु चलाउनु अनि जाडो भयो नि कोर्सुनु। र मन चाहिँ यदि बाहिर भयो जडसँग जोड्यो भने त्यो जड भयो। मन चाहिँ हामी चेतनसँग जोड्यो भने चेतन हुँदैन। मन त्यस्तो हुन्छ। हामीसँग एउटा बोल हुनुपर्यो। मनभित्रको मन चाहिँ बाहिर चेतन जडसँग बाहिरसँग जोडिएको छ कि मलाई कुरा गर्दा छ कि मै भित्रको चेतन छ मैले प्रयत्न गर्ने खोज्ने प्रयत्न गर्ने अध्यात्म के हो होइन। अब अहिले पश्चिममा त्यो विद्वानहरूले अनि लास्टमा गइसकेपछि त्यही कुरो मर्ने कुरा त्यसमा लगभग त्यसको अर्थ साह्रो छ भने त्यही कुरा आज मन विज्ञानहरू मन कस्तो भन्छ आसान भइरहेछ नि जो मनमा त्यो मलाई अगाडि घुमाउन सक्ने चेतना छ भन्ने हामी देख्छौँ आधा बच्चालाई पनि भनिसकेको छ होइन। त्यसो हुनाले विचार गर्ने अब अर्को कुरा चाहिने गीताका साह्रो ज्ञानी लेखेका छु म त के कलेजको रहर गीताको तब विचार गर्थ्यो बल्ल त्यसको भाग दिने हो अलिक मात्र हुँदैन पछि हो। त्यसमा चाहिँ छोरा ज्ञानी विचार के भन्छ
विश्वास होइन तत्त्वमा ज्ञान सम्झिन सकिन्छ यो भनेको अब मनलाई चाहिँ जोड्नु हामीले हामीले अनुभूति गर्नु सजिलो हुन्छ अनि त्यो मनले हाम्रो हाम्रो चेतना यो जुनेको छ अनुभूति गऱ्यो भने त्यो चाहिँ यो योगमा बसेर काम गऱ्यो भने त्यसले चाहिँ हाम्रो काम गर्दाखेरि जे जति ठाउँ पर्छ त्यसलाई श्रेष्ठ जिरो बनाउँछ भनेको त्यसपछि ज्ञानले चाहिँ हामी केवल असंसारहरू भन्ने कुरो चाहिँ मसँग ज्ञान पाएको छ भने असंसारहरूलाई चाहिँ नष्ट गरिदिन्छ यो कुरो पनि भनिन्छ त्यसरी चाहिँ आउँ भनेर उनीहरूले लेख्ने गरेको छ जुन कुरा छ म अगाडि जान तर एउटा राम्रो श्लोक चाहिँ शङ्कराचार्यले विवेक राख्नु श्लोकमा भन्छ भक्ति जाते बढे तत्त्व शास्त्र विशिष्ट कला विद्यार्थी बढे तत्त्व शास्त्र विशिष्ट यदि तत्त्वज्ञानै भएन भने जति ग्रन्थ पढे पनि कामै छैन यदि तत्त्वज्ञान भइसक्यो भने फेरि ग्रन्थको आवश्यकता छैन त्यस कारण तिम्रो अध्ययन तिम्रो साधना तत्त्वज्ञानले भन्छ भनेर सङ्केत गर्नुभएको छ मैले यति भने यहाँ धेरै साथीहरू धेरै मित्रहरूले यो कार्यक्रमलाई सहयोग गर्न क्यामेराले धेरै सहयोग गरिरहेको छ साथीसँग गर्छ सबै साथीहरूले यस्तो धेरै यो प्रयत्न गरेर यो कार्यक्रम सफल गर्छ उहाँहरू सबैलाई म धन्यवाद दिन्छु अब म चाहिँ क्यामेरामा बस्नु भएको हुनाले यो मेरो निम्ति चाहिँ अझ ठुलो सौभाग्य धेरै विद्वान गुरुहरूलाई मैले भेट्ने अवसर कोही नपाइरहेको थिएँ यहाँ भेटेँ मैले धेरै वर्ष अगाडि 25 वर्ष अगाडि एउटा कार्यक्रम गरेको थिएँ त्यसमा डाक्टर गोविन्दकर्णज्यूलाई भेट्ने प्रयत्न गरेर दिदी पशुपति भेट्न गएँ तर अनुकूलै परेन म पनि हतार थिएँ आएँ अब आज मैले त्यही उहाँलाई व्यक्त गरेँ होइन त्यस्तो गरेँ र यति भन्दै मेरो भनाइ निस्किन्छु आजको यो कार्यक्रम सभा विसर्जन भएको अन्य कार्यक्रम विसर्जन भएको अनुरोध गर्दछु धन्यवाद